हेलो है गुड इभिनिङ सबैजनालाई। जहिले मेरो लागि चाहिँ अमरले चाहिँ पर्खिबस्छ, मान्छे पुऱ्याउनु जान्छ नि त छुट्टी भएर, त्यही भएर चाहिँ अन्त अलिकति टाइम लागिहाल्छ, त्यही भएर ऊ चाहिँ पर्खिबस्छ। यतिको चाहिँ साथी हुनु पर्यो नि त होइन, अनि पसङले पनि पर्खिन्छ भन्यो भने हो। अन्त ऊ खास मान्छे चाहिँ यहाँ चाहिँ उसले चाहिँ जतिखेर पनि पर्खिन्छ। हिजो पनि अलिक बिमार थियो ऊ हो, अनि नपर्खिनु जानु गएर दबाई सबै खाएर खानासाना खाएर अन्त उयो के भन्छ रेस्ट गर्नु भनेको मानेन, पर्खिने नै अरे। ल अन्त भने हिजो पनि पर्ख्यो हो, आज पनि पर्खिरहेछ। अहिले कति बज्यो, 5:19 भएछ। अब छुट्टी भएर गएको हामी चाहिँ इभिनिङको सिन। ल तिमीले पनि के भन्ने छ कि मेरो फलोवर्सलाई, मलाई अलिकति फलो गरिदिनु भन्नु न। उहाँको च्यानललाई चाहिँ अलिक लाइक सेयर फलो राम्रो राम्रो कमेन्ट गरिदिनु होला, मलाई अलिक हेल्प गरिदिनुहोस् होला होइन। अनि म चाहिँ उहाँलाई पर्खेर बसेको, मलाई चाहिँ अब ड्युटी छुट्टी भएर पनि जानै मन पर्दैन कि, ड्युटीको पुरा ड्युटीमा यहाँ कम्पनीमा बस्नु मनपर्छ, किनकि घर जस्तो लाग्छ हो, घरै जानु मन पर्दैन हो। अन्त मेरो त अघि छुट्टी भइसकेको, तर म अब यहीँ बसिरहेको छु, घर जस्तो लाग्छ, घरै जानु मन पर्दैन हो। त्यही भएर अब चाहिँ जान्छु, तर पुरा रात पर्न आँट्यो कि। छुट्टी चाहिँ अघि भएको, मेरो 4:30 भन्दा पनि अगाडि भएको, तर मै बसेको फिक्स। बाई बाई। ह्याप्पी दसैँ सबैजनालाई, मेरो फलोवर्सहरू, नयाँ फलोवर्स, पुरानो फलोवर्स सबैजनालाई ह्याप्पी दसैँ। भोलि छुट्टी पाउँछ कि भन्यो भने छुट्टी पाएन, भोलि पनि हो त्यो छैन। भोलि चाहिँ ड्युटी जानुपर्छ।